हेलो साथीहरू, आज चाहिँ म आफ्नो काम गर्ने ठाउँमा जाँदै थिएँ र एक्कासी म पुग्दाखेरि नै सिङ्गल लागेको छ। कस्तो भएको सिङ्गल आई होप सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आज चाहिँ म आफ्नो रुमदेखि लिएर काम गर्नेसम्म ठाउँमा पुगेको थिएँ। त्यहाँ पुग्दै केही सिग्नलपछि म आफ्नो काम गर्ने पसलमा पुग्दाखेरि पछि मैले चाहिँ दोकानलाई चाहिँ ओपन गरेँ है। ओपन गर्दाखेरि चाहिँ मैले चाहिँ ओपन गरिसकेपछि मैले अनि लाइट पनि अन गरेँ। पहिला त दुईवटा जना थियो नि त काम गर्ने, आजकल म लेट पनि आउँछु नि त, त्यसैले अब गर्नुपर्ने हुन्छ। अनि मैले बिस्तारै बोर्डलाई राख्दै यता साइड मिलाउँदै गरेँ, बोर्ड पनि राख्दै थिएँ है। अनि त्यसपछि मेरो पाला आयो चियरहरू राख्ने टेबल, अनि त्यसपछि आयो जुसको काउन्टर राख्ने। जुस काउन्टर राखेपछि मैले चाहिँ अब आफ्नो खाना लिएर अन्डर आएँ है, भित्र आइसकेपछि झाडु पनि मार्नु थियो है। अब पहिला चाहिँ म झाडु मार्ने थिएन, किनकि हामी दुईवटा जना थियौँ नि त काम गर्ने, त्यसैले एक्लै भएपछि मार्नुपर्छ नि त काम गर्नु। अनि त्यसपछि पुछा पनि मार्दै थिएँ है, पुछा मार्दा फेरि त्यही नि एक्लै भएर अब तपाईँहरूलाई पुछा मार्ने रहेछ, यो त यस्तो हुने रहेछ। अब काम गर्नुपर्ने हुन्छ है, पैसा कमाउनु पर्छ। लाइट अन गरेर अनि बाहिर गएर अनि मैले चाहिँ जुस काउन्टर सफा गरेर स्विट कर्नलाई पनि अन गरिदिएँ। हिजो राति पानीमा आएर भाँडा जस्तो थियो कि, अनि भाँडा पनि माझ्नु पऱ्यो नि त, भाँडा पनि माझेँ। अनि ग्यासलाई पनि सफा गरिदिएँ। ग्यासलाई सफा गरेपछि मैले चाहिँ दिनको लागि अब मैले कम्प्युटर अन गर्नुपर्ने हुन्छ। कम्प्युटर अन गरिसकेपछि डेट चेन्ज गर्नुपर्ने हुन्छ। त्यसरी मैले चाहिँ बदाम मिल्क बनाएँ। बदाम मिल्क बनाउँदाखेरि है कस्तो देखियो है बदाम मिल्क चाहिँ। यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग हो। तपाईँहरूलाई कस्तो मन पऱ्यो भनेर लाइक कमेन्ट